किनेर ल्याएको सामान चाहिँ दोकानमै बिर्सेछ। फटाफट गएर लिएर आउनु पर्यो। ओहो, मैले चाहिँ यसले क्यामेरा साफ गर्न बिर्सेर मुख चाहिँ राम्रोसँग देखाएको रहेन रहेछ। हामी बुढाबुढी चाहिँ लाग्यौँ सामान ल्याउनतर्फ किराना पसलमा। किराना पसलमा आफूले खोजेको सामान नमिलेर हामी वापस आयौँ। फेरि गयौँ हामी सब्जी ल्याउन। सब्जी लिएर आएर त्यहाँदेखि फेरि अर्को किराना पसलमा गएर त्यहाँदेखि खोजेको सामान पनि मिलेर लिएर आयौँ। हामीले सब्जी पनि ल्यायौँ र सबै सामान किनेर अब रुमतर्फ लाग्यौँ। आज पानी परेकै कारण मौसम अलि चिसो थियो र मैले ज्याकेट पनि लगाएको थिएँ र मेरो बुढीले बल्को ओढिरहेकी थिइन्। त्यही माथि बाटो अलि किचड नै थियो। यहाँ बाटोमै गाईहरू पनि बसेको रहेछ। फाइनल्ली हामी चाहिँ रुममा पुग्यौँ। हामी बस्ने रुम चाहिँ यो हो। ल, म ढोकाबाट छिर्दैछु अहिले। रुमभित्र गएर सबै सामान चेक गर्दा एउटा सामान दोकानमै छुटेछ र त्यो सामान ल्याउनमा दौडधुप गर्दै दोकानतर्फ लागेँ। फाइनल्ली त्यो छुटेको सामान पनि मैले लिएर आएँ।